लगाइरहेको छ एक्साइटिङ कहाँ जाँदै हो एल्गा एल्गा कतिको जाडो लागिरहेको छ माघे सङ्क्रान्ति अनि माइत जाँदा बहुत कस्तो खुसी लागिरहेको छ एक्साइटिङ खुसी लागेको छ कस्तो लागिरहेको छ अहिले हामी पाल्पा जाँदैछौँ अहिले माघे सङ्क्रान्तिमा स्पेसल ससुरालीको निम्तो खानालाई हामी जाँदैछौँ अहिले हल्का हल्का जाँदा भइरहेको छ अलिअलि खुसी लागेको छ आशा छ पाल्पामा चाहिँ धेरै घाम लगाएर न्यानो हुनेछ अलि चिसो चिसो मौसममा पनि हिँडिरहेको छ Smile please. Duro घाम लागिरहेको छ मण्डलीमा छौँ हामी यो मम्मी पढेको स्कुल हो मम्मीको पढेको स्कुलमा आउँदा छोरालाई कस्तो लाग्यो के गर्थ्यो यो स्कुलमा तिमीहरूले के छ अहिले चाहिँ के सम्झना आइरहेको छ आज यसो यो स्कुलको चाहिँ के छ केही सानो चाहिँ केही बदमासी गरेको थियो होइन पक्का के कुरा चाहिँ अहिले सबैभन्दा बिर्सिन नसक्ने चाहिँ स्कुलको घाममा बसेर अमिलो घरबाट ल्याउँथ्यो अमिलो काँक्रा नास्पाती सुन्तला कहाँ बसेर खान्थ्यो Thank you.
खेती गर्ने काम गरिरहेका छन्। हाम्रा किसान दाजुभाइहरू यसरी काम गर्नुभएको छ। के अब यहाँ के लगाउँदै हुनुहुन्छ होला हजुरले? के को खेती होला? ए आलु लाउँदै हुनुहुन्छ? ए ठुलै आलु फल्ने भयो त्यसो भए त। ए चुक कसरी बन्छ भनिदिनुहोस् त। होइन सुरुमा अमिलो टिप्नु पर्यो। अमिलो सङ्कत्र मसिनमा पेलेर यसरी चाहिँ यहाँ पहिला यसको रस निकाल्नु पर्यो। त्यसपछि यहाँ पकाएर यसरी चाहिँ एकदम अर्ग्यानिक तरिकाले चुक बनाउने कार्यक्रम हुँदैछ। यसरी आगो लगाएर भाँडामा चाहिँ चुक पकाउने हुन्छ। चुक पकाउँदाखेरि कतिको जाडो भइरहेछ भन्नुहोस्? न्यानो छ नि, न्यानो भइरहेछ, एकदम न्यानो छ, तातो छ, तातो पनि भइरहेछ। तातो छ, आगो यही छ, यसरी पाक्छ। बिहानै उठेर बाबुछोरी कस्तो हान्नु चुक बनाउनलाई। हेरौँ कस्तो चुक बनाउँदो रहेछन्।